हेलो नमस्ते साथीहरू सम्पूर्णमा धेरै पछि यो अर्को नयाँ लिएर आएको छु। माया गरिदिनु होला। म त यहाँ सुतिरहेको छु। अब अहिले चाहिँ बिहानको 9 बज्न लाग्यो। हामी चाहिँ अहिले सिन्धुलीबाट यता लोड गर्नको लागि नवलपुर जाँदै हो सरलाई। दाजुले गाडी चलाइरहनु भएको छ, म सुतिरहेको छु। अहिले चाहिँ हामी ठ्याक्कै यो बाँकेको जङ्गलमा टुटेश्वरभन्दा अगाडि ल साथीहरू। अब हामी चाहिँ ठ्याक्कै अहिले नवलपुर आइपुग्यौँ। यहाँ भाइहरू पनि छ, सँगै आइपुगेको छ यिनीहरू पनि। अब हाम्रो चाहिँ अब ट्रान्सपोर्टसँग कुरा भयो। अब धादिङको माल लोड हुने कुरा भएको छ। अब यहाँबाट अगाडि शिवम इटा लोड हुन्छ, दुइटै गाडीमा इटै हो। अब हाम्रो चाहिँ उता लक्ष्मीपुरबाट यहाँबाट धादिङ बेसी भनौँ न, धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीको लागि अब लोड गर्न निस्किन्छ हामी यहाँबाट। सरर लाएर लगाइ अब इटा भट्टामा जान्छौँ, त्यस पछाडि भेट्छौँ त्यहीँ गएर। लगाइ जब भाइहरूको चाहिँ माथिल्लो साइड जान्छ, उनीहरू यता जान्छ, हाम्रो चाहिँ यताबाट लोड हुन्छ। ल साथीहरू, अब इटा भट्टामा पनि आइयो। अब यहाँ भट्टामा आएर अब एकछिन पछाडिबाट हाम्रो लोड सुरु हुन्छ। भर्खरै आएर बसिरहेको हो। अब एकछिनमा लोड सुरु हुन्छ गाइज। हामी पनि यहीँ खाना खान्छौँ। अब यहाँ होटल पनि छैन, यहाँ कुरा भएको छ। अब यहाँ हाम्रो यहाँ आमाले बनाउनु भएको छ खाना यहाँभित्र। आज अब यहीँ भट्टाको खाना खाइन्छ गाइज। ल खाना पनि लगाइसक्नु भयो क्या हो? हाम्रै लागि लगाउनु भयो हो? ल खाना पनि लगाइसक्नु भएछ गाइज। अब हामी चाहिँ खाना खान्छौँ होइन। भट्टाको खाना आज खाइन्छ, टेस्ट गरिन्छ आज भट्टाको खाना कस्तो हुँदो रहेछ होइन दाजु? बसौँ न, कता बस्ने? ल आमाले खाना पनि लिएर आउनुभयो। दाल भात र यो भान्टाको चटनी होइन। ल गाइज, यो चाहिँ दाल भनेको दाल होइन रहेछ, यो चाहिँ कडी रहेछ। यो मोही कडी र यो भान्टाको तरकारी होइन दाजु? कस्तो खाना मिठो छ। अब ठाउँमा त्यस्तै भयो, केही छैन। आउने बित्तिकै खाना खान पायो। यत्रो इटा फ्याक्ट्री छ यहाँ भन्नु पनि दिन टाइम लाग्ला। ल साथीहरू, अहिले चाहिँ बिहानको 9:45 गइसकेको छ। अहिले हामी चाहिँ यो फुर्के खोलाबाट अगाडि धादिङ जाने बाटो हिँड्दैछौँ। यो अगाडिको उकालो। अब यो राति नै आइन्थ्यो। हाम्रो यहाँ चितवनमा चाहिँ बिल चेन्ज हुन्छ भन्ने कुरा थियो पार्टीको। लास्टमा बिल चेन्ज गरेर बिहान त्यहाँबाट 6:30 बजीतिर हिँड्यौँ। अहिले चाहिँ हामी ठ्याक्कै यो फुर्के खोलाबाट अगाडि आइपुग्यौँ। अब यता पनि अब नगएको धेरै भयो होइन, 10-15 वर्षै भयो अब नगएको। 10-15 वर्ष पछाडि चाहिँ गइरहेको हो यो बाटोमा। अब कस्तो जाँदैछौँ। अब खाली गरेर ठाउँसम्म गाडी पुग्छ पुग्दैन थाहा छैन। ल मेन बाँकी छ हजुर, बाटो एकदम साम्रो छ गाइजहरू। डबल गाडीको लागि नै गाह्रो हुन्छ। अब यस्तो ठाउँ भयो भने मात्रै पुग्छ क्या यहाँनिर ठाउँ साइड दिनलाई। अब बाटोमा त ठ्याक्कै गाह्रै हुन्छ क्या यो। उहाँको त्रिशुलीको बाटो हुनाले सानो है होइन। त्रिशुलीको बाटो त अहिले धेरै ठुलो छ। त्यो फोर लाइन बाटो त त्यसमा लगाएको छ हो। बुङचुङ गाउँमा आइपुग्यो, पुल चढियो भन्छ है।
अब यस्तै हो गाइज अब साइड नपुगेर गाडी पुरै यसरी साइड आएर बसिरहेको छ बाटो साउन्ड छ होइन त्यसो हो गाइज ल त्यसरी आउँछन् भाइहरू रन्केर गाह्रो छ ल अब हामी यहाँबाट चाहिँ होइन लेफ्ट लाग्नुपर्छ ठाडो बाटो होइन उकालो लाग्नुपर्छ उता धादिङ बजार जाने बाटो हो गाइज यस्तै छ अब हामी चाहिँ यहाँ खाजासाजा खाएर अनि टक्क हिँड्छौँ गाइजहरू ल है ल गाइजहरू अब हाम्रो गाडी चढ्नु पर्दैन माथितिर त्यसरी अब हामीले चाहिँ ट्र्याक्टरमा पल्टी गरेर अब यो माथि साइडसम्म जाँदैछौँ ट्र्याक्टरमा लिएर जाँदैछौँ यो अब कति टाइम लाग्छ हेर्नु अब लाग्छ होला अब 2-4 घन्टा यो गाडीमा लिएर गइरहेको छौँ अब हामी जान्छौँ यो पिपल नलाङ भन्ने ठाउँमा यस्तो छ गाइज बाटो अनि यहाँ 12 चक्के गाडी आउँछ यही गाडीलाई गाह्रो परिरहेको छ बाफरे ल जाँदैछौँ मेरो गाडी त चढेन गाइज यो गाडीले लिएर गइरहेको छ माल यहाँ त्यसरी जान्छ पाहाडमा पाहाडको ड्राइभर भनेको पाहाडको हो क्या गाइज गराएकोले सक्दैन नि ल 12 चक्के गाडी लिएर आउनु थालेको यस्तो बाटोमा ल हेर्नु साथीहरू यस्तो बाटोमा 12 चक्के गाडी अब चढ्छ भनेर जिद्दी गर्छ पार्टीवालाहरू जहाँ जब कि यो ट्र्याक्टरलाई नै गाह्रो परिरहेको छ यस्तो बाटोमा यस्तो छ बाटो 21 टन बोकेर अनि हाम्रो 12 चक्के गाडी कहाँ चढ्छ यहाँ चढ्दैन कुनै पनि हालतमा अब यो चाहिँ हामी पिच सकेर चाहिँ पछि चढिरहेछौँ यस्तो गाह्रो भइरहेको छ कस्तो फिल भइरहेको दाजुहरू लगाएर यस्तो ठाउँमा रहेछ माल ल्याउनु पर्ने होइन ठेकेदार साहब के छ फाइदा हुन्छ यो साइडमा यो साइडले सर्ल सुतायो होइन ल अब यहाँ हेर्नु ल अब यो यसलाई गाह्रो परिरहेको छ ल यस्तो गाह्रो भइरहेको छ अनि हाम्रो त्यही पनि 12 चक्के गाडी आउँछ भन्ने ल अब यसैलाई गाह्रो भइस लगाएछ खाली गर्ने साइडमा आइपुग्यो यो इँटा चाहिँ हामीले तराईबाट हामीले लिएर आएको हो यो ठाउँमा हाम्रो गाडी नपुग्ने भएर यो ट्र्याक्टरमा पल्टी गरेको अब यही गाडीलाई पनि गाह्रो भयो ठ्याक्कै अब हामी पनि आएको छौँ ठाउँ कस्तो चाहिँ रहेछ त जान्छ भनिरहनु भएको थियो होइन गाडी जान्छ भनिरहनु भएको थियो त्यही भएर अनि हामी पनि बाटो र ठाउँ हेर्न आएको हौँ यहाँनिर यस्तो छ यो माथि यो हल्का छानो घरको देखिरहेछ यहाँनिर हो यो इँटा झर्ने चाहिँ ठ्याक्कै यहाँ रहेछ बस्नलाई चाहिँ एकदम धेरै रमाइलो चिसो हावा तर गाडी घोडाको लागि चाहिँ धेरै गाह्रो सामान ढुवानी गर्नलाई ठ्याक्कै घर बन्ने चाहिँ यहीँनिर रहेछ अब फर्स्ट टिप लिएर आउँदा यतिखेर भयो हाम्रो गाडीको माल ठ्याक्कै यो गाडीलाई 5 टिप हुन्छ अब कति टाइम लाग्छ मलाई त लाग्छ आज रातै बित्छ यहाँनिर यहाँको लागि आयो माल तर ठाउँमा आइपुग्न सकेन ट्र्याक्टर त्यहाँ छ गाडी हाम्रो गाडी त कहाँ हो हाम्रो गाडीको त
यो उता ठुलो डाँडा देखेको सिधै तल त्यहाँ छ हाइवे हाम्रो गाडी त्यहाँ छ हाइवेमा लगायत आजलाई यति नै भिडियो हेरेर प्रतिक्रिया दिनु होला धेरै समय पछाडि यो भिडियो लिएर आएको छु मैले माया गरिदिनु होला